नमस्ते मित्र, मैं दीपक। अभी मैं होटल अनपन में हूँ और मैं आपको इस होटल में आपकी मिस नेपाल कंटेस्ट का आज पत्रकार सम्मेलन है, तो मैं यहाँ पे पहुँच रहा हूँ। यहाँ पे बहुत ही मित्र आपको पहुँच रहे हैं। देखिए यहाँ पर मित्र हम भी आ चुके हैं। हाँ, सजीलो पोस्ट का संचालक आप प्रियजनन जी हैं। तो आपको इस पत्रकार सम्मेलन के बारे में विशेष हम लोग इस ब्लॉग के मार्फत से बताऊंगा। तो अभी तक चैनल को सब्सक्राइब नहीं किया तो सब्सक्राइब करिएगा, मेरी वीडियो में बने रहिएगा। मैं आपको ये सभी चीज़ आपको कैसे क्या होगा, मिस नेपाल क्या कहाँ पर होगा, कैसे क्या होगा, सब टोटल पत्रकार सम्मेलन के मार्फत से बताएंगे। तो मेरे वीडियो में बने रहिएगा। आज म हजुरहरूको सहर जनकपुरमा छु र यो मेरो फर्स्ट टाइम रहेको छ जनकपुरमा। यस्तो पवित्र तीर्थस्थल पनि रहेको छ र नेपालकै वान अफ द लार्जेस्ट टेम्पल जानकी मन्दिर रहेको यो सहरमा यहाँहरूले हामीलाई वेलकम गर्नुभयो, त्यसको लागि निकै नै आभारी छु। लगभग 1 वर्ष अगाडि मिस नेपाल हुने सपना बोकेर म उच्च शिक्षा अध्ययनको क्रममा अस्ट्रेलिया गएको मान्छे, रेजिस्टर्ड नर्सको रूपमा कार्यरत थिएँ। त्यसपछि म मिस नेपालको लागि भनेर फर्किएर आएँ नेपाल। सो लास्ट इयर यहाँहरू सबैजना उपस्थित पनि हुनुहुन्छ, यहाँहरूको पनि सपना मिस नेपाल बन्ने नै छ हैन। त्यसैले आज यो प्रेस मिट ओरिएन्टेसन र अडिसनको लागि आउनुभएको छ र लास्ट इयर मेरो पनि त्यही सपना बोकेर म 2टा सुटकेस बोकेर नेपाल फर्किएको थिएँ। मलाई थाहा थिएन म सेलेक्ट हुन्छु कि हुँदिन भन्ने, तर एउटा कन्फिडेन्ट, एउटा फेथ आफूमा चाहिँ थियो र आफ्नो कज र पर्पसको लागि चाहिँ ट्रस्ट गरेर म नेपाल फर्किएको थिएँ। ठ्याक्कै 1 वर्ष बितेछ मिस नेपाल हिडन ट्रेजरसँगको सहकार्य। यो जर्नी एकदमै सजिलो थियो भनेर म भन्न सक्दिनँ, तर एकदम ट्रान्सफर्मेटिभ थियो, एकदम पावरफुल थियो र च्यालेन्जिङ थियो। र मैले टाइम प्रेसरमा कसरी अगाडि बढ्ने, कसरी प्रेसदेखि लिएर हाम्रो कम्युनिटी इन्गेजमेन्टहरूमा कसरी आफ्नो उपस्थिति जनाउने, साथसाथै कसरी कन्फिडेन्टली सधैँभरि प्रेजेन्ट भएर चाहिँ अगाडि बढ्ने भन्ने कुराहरू धेरै सिकेँ। यो दौरानमा मैले विभिन्न रिनाउन्ड स्पिकर्सहरूदेखि लिएर धेरै पर्सनालिटिजहरूलाई भेट्ने अवसर पनि पाएँ र साथसाथै मेरो देश नेपाललाई रिप्रेजेन्ट गर्दै जापानमा भएको मिस इन्टरनेसनलमा पनि मैले सहभागिता जनाउने अवसर पाएँ, जसमा 75 भन्दा बढी विश्वभरिका सुन्दरीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्नुभएको थियो। त्यसमा मैले नेपालको झन्डा फडफडाउने मौका पाएकी थिएँ। प्याजनको थिम थियो सस्टेनेबिलिटी इन प्याजेन्ट्री भनेर थियो, जहाँ चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोल्सहरूलाई फोकस गरिएको थियो। त्यसमा मैले आफू रेजिस्टर्ड नर्स भएको नाताले मैले धेरै नर्सिङको क्षेत्रहरूमा काम गरे तापनि मानसिक स्वास्थ्य, ड्रग एन्ड एल्कोहल, इटिङ डिसअर्डर जस्ता धेरै क्षेत्रहरूमा चाहिँ मैले काम गरिसकेको थिएँ र मैले मेरो प्रोजेक्टमा चाहिँ नर्चरिङ माइन्ड्स प्रोजेक्टलाई अगाडि बढाएर त्यो प्याजेन्टमा एडभोकेट गरेको थिएँ। र नेपालमा मैले स्कुलहरूमा हरेक स्कुलमा चाहिँ काउन्सिलर हुनुपर्छ र हरेक विद्यार्थीहरूले मात्रै नभई शिक्षक, अभिभावक र एउटा कम्युनिटीमा मेन्टल हेल्थ अवेरनेस र त्यसको बारेमा जनचेतना हुनुपर्छ भन्ने बारेमा म एडभोकेट गर्दै आइरहेको छु। मिस नेपालले मलाई दिएको अवसर, यो अपर्च्युनिटीको लागि म फरएभर थ्याङ्कफुल छु र यहाँ उपस्थित सम्पूर्ण एप्लिकेन्ट्सहरूलाई म अहिले नै के भन्न चाहन्छु भने मिस नेपालमा आउनको लागि कुनै पनि शुल्क लाग्ने छैन। हजुरहरूले भोलि जित्नुभयो, अब मिस नेपाल 2025 जनकपुरबाट पनि हुन सक्नुहुन्छ कि भन्ने कुरा म एकदम विश्वस्त छु र यदि जितेको खण्डमा चाहिँ यहाँहरू इन्टरनेसनल प्याजनको लागि जाँदै हुनुहुन्छ भने चाहिँ पक्कै पनि हिडन ट्रेजरले चाहिँ सबै कुराको लुक आफ्टर गरिदिनुहुन्छ। हजुरको वार्डरोबदेखि लिएर टिकटिङदेखि लिएर आफ्नो पर्सनल एक्सपेन्सेसको एउटा कस्ट त आफ्नो ठाउँमा छँदैछ, तर अन्य लाग्ने शुल्कहरू पनि उहाँहरूले कभर गरिदिनुहुन्छ। यो जर्नीमा मैले धेरैजनालाई भेट्ने अवसर पाएँ र यसरी घुम्ने पनि अवसर पाएँ र आज हजुरहरूको सहर जनकपुरमा छु र यसरी भव्य रूपमा हामीलाई स्वागत गरिदिनु भएकोमा निकै नै धन्यवाद व्यक्त गर्दै मिस नेपाल 2025मा चाहिँ हाम्रो नेपाल सुन्दरीको रूपमा हामीले जनकपुरबाट कसैलाई पाउँछौँ भन्ने चाहिँ ठुलो आशा बोकेकी छु। यदि हजुरहरूलाई केही क्वेसन छ, केही कुराकानी गर्नु मन छ भने आफ्टर द प्रेस मिट वी क्यान डेफिनेटली टक। थ्याङ्क यू सो मच फर यर टाइम एन्ड गुड लक एभ्रिवान। बहुप्रतीक्षित मिस नेपाल 2025 प्रतियोगिताको आवेदन खुला गरिसकेको छ। देश विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा
सहभागी हुन आवेदन दिन आह्वान गरिन्छ। आवेदन दिने अन्तिम मिति 2082 असार 26 गते, तदनुसार 2025 जुलाई 10 सम्म हुनेछ। मिस नेपाल 2025 को भव्य फिनाले, ग्रान्ड फिनाले 2082 भदौ 14 गते शनिबार हुने तय गरिएको छ। यस भव्य गरिमामय कार्यक्रमले सौन्दर्य, प्रतिभा, उद्देश्य र गरिमाको मनमोहक प्रदर्शन गर्नेछ। ग्रान्ड फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका आफ्नो सराहनीय प्रदर्शन पश्चात स्वदेश फर्किसकेका छन्। मिस नेपाल इन्टरनेसनल जो यहाँ हामीसँगै हुनुहुन्छ करुणा रावत, उहाँले 2024 नोभेम्बर 12 मा टोकियो जापानमा आयोजित मिस इन्टरनेसनलमा भाग लिनुभएको थियो भने मिस नेपाल अर्थ 2024 सुमना केसीले नोभेम्बर 9 मा मनिला फिलिपिन्समा सम्पन्न मिस अर्थ प्रतियोगितामा भाग लिई सस्टेनेबल ड्रेस विधामा उपाधि पनि जितेर आएकी छिन्। नेपाल वर्ल्ड 2023 सुरक्षा प्रधानले 2025 मे 31 मा हैदराबाद भारतमा सम्पन्न 72औं मिस वर्ल्डमा भाग लिइसकेकी छिन् भने उहाँको उपस्थितिले नेपालको गौरव बढाएको हामीले महसुस गरेका छौँ। मिस नेपाल 2025 मा सहभागी हुन चाहने उम्मेदवारका लागि न्यूनतम उचाइ 5 फिट 3 इन्च र उमेर 18 वर्षदेखि 27 वर्षको बिचमा हुनुपर्नेछ। आवेदक नेपाली नागरिक हुनुपर्नेछ र यसमा भर्खरै करुणाजीले भन्नुभएको चाहिँ कुनै पनि शुल्क लाग्ने छैन। यस वर्षको प्रतियोगिताबाट 4 विजेता घोषणा गरिनेछ। गत वर्ष चाहिँ 3 मात्र विजेता हुन्थ्यो भने यो वर्ष 4 जनाको विजेता घोषणा गरिन्छ। मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र थपिएको यसपालिको मिस नेपाल कस्मोको लागि छानिनेछ। मिस कस्मो इन्टरनेसनल जुन एक विश्व प्रसिद्ध प्रतियोगिता हो, यसमा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ र मिस कस्मो इन्टरनेसनल टिम तथा वर्तमान मिस कस्मो 2024 मिस नेपाल 2025 को फिनालीमा उपस्थित रहने पनि अपेक्षा गरेका छौँ। द हिडन ट्रेजरले बर्जर पेन्ट्स र श्री नटराज ज्वेलर्सलाई सह प्रायोजकको रूपमा स्वागत गर्दै हार्दिक आभार प्रकट गर्दछ। साथै श्री नटराज ज्वेलर्स यस वर्षको हाम्रो नयाँ क्राउन पार्टनर पनि बनेका छौँ। हामी सबै सबटाइटल प्रायोजकहरू, साझेदारहरू तथा सहभागीहरूलाई निरन्तर अमूल्य साथ योगदानका लागि धन्यवाद ज्ञापन गर्दछौँ। मिस नेपाल 2025 को खोजी देशका विभिन्न सहरहरूमा गरिनेछ, जसमा गरिसकेको छ, जसमा बिर्तामोड नेपालगञ्जमा हाम्रो अडिसन सकिसकेको छ भने आज हामी यहाँ जनकपुरमा उपस्थित छौँ। यसै गरी यसै अवधिमा अब काठमाडौँको 10 वटा कलेज, 10 देखि 12 वटा कलेजमा चाहिँ हाम्रो कलेज एक्टिभेसन क्याम्पेन चलिरहेको छ। छनौट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेको लागि तयारीको लागि चाहिँ ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्। थप जानकारीका लागि मिस नेपाल 2025 को आवेदन दिन कृपया www.missnepal.com.mp मा जानुहोस् वा मिस नेपाल मोबाइल एप डाउनलोड गरी लगइन गर्नु सक्नुहुनेछ। देशको सबैभन्दा ऐतिहासिक प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल 2025 सँग हामी सँगसँगै यो उत्सव मनाउनुहोस्। हामी तपाईलाई 2082 भाद्र 14 गते अगस्त 30 तारिक गोदावरी कन्भेन्सन सेन्टरमा भेट्नेछौँ। थ्याङ्क यू लाइभ व्यास मिडिया नेटवर्क। त्यसै गरी हाम्रो लाई प्रशय दिन्छ, यस्तो गर्नु हुँदैन भन्छ। यसले चाहिँ यस्तो प्रतियोगिताले समाजका अन्य व्यक्तिसँग चाहिँ विभेद गर्छ भन्छ। यसमा चाहिँ तपाईँहरूको के प्रतिक्रिया? यसमा समाजको हरेक किसिमको व्यक्तित्व र कार्यक्रमहरू हुन्छ। यसमा विशुद्ध हामीले 30 वर्ष अगाडिदेखि चाहिँ महिलाहरूको जुन किसिमको चाहिँ एउटा उहाँहरूको व्यक्तित्व विकासको लागि जुन कार्यक्रम भइरहेको छ, त्यसबाट तपाईँले पनि धेरै नै देख्नुभएको होला। किनभने मिस नेपालमा अहिले तपाईँले हेर्दाखेरि चाहिँ टाइटल विनर हुनु, जो जित्नुहुन्छ उहाँहरू 3 जना 4 जना हुनुहुन्छ भने उहाँहरूको पछाडि जतिजनाले भाग लिनुहुन्छ उहाँहरूले जे कुराहरू त्यहाँ सिक्नुभएको छ त्यो कुरालाई आफ्नो फ्यामिलीमा, आफ्नो साथीभाइहरूलाई पनि त्यो कुराहरू चाहिँ उहाँले भन्नुहुन्छ र सिकाउनुहुन्छ। त्यसको मार्फत पनि हरेक वर्ष 30बाट 300बाट 300बाट 3000 भएर चाहिँ हाम्रो चाहिँ समाजको जुन महिलाहरू हुनुहुन्छ उहाँहरू चाहिँ सशक्त भइराख्नुभएको चाहिँ हामीले महसुस गरेका छौँ। नाम गुडिया शाह, हमारे घर जनकपुर 16 कपिलेश्वर है। हम 12 पास कैले छी और यो मिस नेपाल के ऑडिशन दिया है। नमस्ते, हमार नाम आदित्य कुमारी शाह, हम जनकपुर से आए
क्लास 11 में पढ्छु। मेरो नाम सङ्गीता सिंह, म मक्तरी गोशालाबाट। म यहाँ बसिरहेको छु जनकपुरमा, यही पढिरहेको छु ब्याचलरमा। मेरो एज 18 हो, मेरो हाइट 5.3 हो। नमस्ते, हमारा नाम प्रेरणा कुमारी है। हम ललिया से आए छी, लेकिन रही छी जनकपुर में बैचलर 4th ईयर में पढ़ी छी। और यह मिस नेपाल के रीजनल ऑडिशन के लागी आयल छी। धन्यवाद। नमस्ते, हमार नाम अंजलि कुमारी शर्मा, हमार घर इठरवा, रही छी जनकपुर आ एसी देले छी, हमरा में इंटरेस्टिंग लागल। नमस्ते, हमारा नाम अंजनी ठाकुर, हम जनकपुर धाम रोड हम 7 कदम चौक से छे। हमरा ई मिस इंडिया अच्छा लागल के द्वारा छी। नमस्ते, हमार नाम मनीषा कुमारी यादव है। हम शहीद नगर नगर पालिका 1 यदुपहा से आयल छी ऑडिशन के लागी। नमस्ते, हम मुस्कान यादव, घर सीतापुर से मिर्चा सीतापुर से आए आवाज़ क्लियर नहीं आ रही है। नमस्ते, हम मुस्कान कुमारी यादव, मिर्चा सीतापुर से आए थे। हम मिस नेपाल ऑडिशन में प्रेजेंट भेल थी अभी। नमस्ते, मेरा नाम प्रेरणा कुमारी है। नमस्ते, हमार नाम सोनाक्षी साज है और हम जनकपुर धाम के मोटी चौक से प्रेजेंट भेल छी और हम मिस नेपाल के ऑडिशन के लागी आयल छी। मेरा नाम उन्नति गुप्ता है। मेरा घर जनकपुर धाम जानकी चौक 11 नंबर वार्ड। मैं मक्खर एसबी स्टूडेंट हूँ। मेरे एज 18 वर्ष है। मैं यहाँ ऑडिशन के लागि आएको छु। श्रुति विश्वकर्मा हो, म बब्लिङ बजारबाट आएको हो। मैले एसी दिएर बसेको हो। धन्यवाद।